गाइज आज हामी बडायातालमा छौँ। बिहा बडायाताल। हाम्रो पाइलट हुनुहुन्छ दिलबहादुर चौधरी उर्फ म्याकुरी। यो चाहिँ ताल एकदम सुन्दर ताल। उहाँले ग्रेभीलाई एकदमै सम्झिराख्नु भएको छ। अहिले कमलको फुलहरू मस्त फुलेको छ नि। ताल कति बिघामा फैलिएको ताल हो। आन्तरिक पर्यटकहरूको पनि भिडभाड देखियो यहाँ। राम्रो माछाको बिक्री केन्द्रको स्टोर। यसो माछा स्टोर गर्ने ठाउँ। हाम्रो गणेश सर कपाल खौरिएर भए पनि माछा खान हुनुभएको। यो के हो, माछा राख्ने ठाउँ? हजुर, के छ यो माछा? कतिवटा ताल छ नि बडायातालमा? बढैया तालमा त हजुरको अब यो ताल बढैया ताल भनेको 110 मेन बडायाताल 110 बिघामा फैलिएको छ यो। हजुर, सरकारी। अनि त्यहाँ पनि माछा पालन हुन्छ कि? माछा पालन अहिले धेरै छैन। स्थानीय सरकार भएदेखि छोडेको छैन। लोकल माछाहरू छन्। अनि यस्ता फार्म व्यावसायिक फार्महरू कति छन् यहाँ त धेरै छन्। 150 भन्दा कम छैन। अरू कहाँ छन् त? यहाँ त हामी यही वरिपरि छन्। यही वरिपरि सबै आफ्नो जमिनमा आफ्नै जमिन होला है। हजुर, मेरो 2 बिघा हो। यहाँ माछा मेरो 2 बिघा छ। मेरो परिवारको सबै गरेर 15 बिघाभन्दा बढी छ। तपाईँ त माछाको राजै तपाईँ हुनुहुन्छ। अनि त्यहाँदेखि माछा कहाँ कहाँ जान्छ त? यहाँको माछा हजुरको कर्णाली जान्छ, कर्णाली चिसापानी, खोलाको माछा भनेर यही माछा खुवाउने रहेछ नि। सुर्खेत जान्छ। सुर्खेतसम्म जान्छ? सुर्खेत त्यो उहरू हुन्छ नि त्यहाँ, के अरे सुर्खेत माछा व्यापारीहरू छ? हजुर, व्यापारीहरू लिएर जान्छ। अनि मान्छे पनि जान्छन् यहाँबाट, व्यापारी नै बगाई पनि जान्छ। यहाँ आए पनि कसरी किन्न पाइन्छ माछा? रेट कसरी? यहाँ हाम्रो चाहिँ हामीले फुटका रेटमा बेच्दाखेरि हजुरको चाहिँ 270 र 350मा बेच्छौँ। 350 को छुट्टै माछा? छुट्टै 350 को ग्रास, कमन, रोहू, नैनी, भाकु, यो 5 जातको माछाको रेट 350। सिल्भर र बिगेटको चाहिँ 270 फुटका रेट। होलसेल रेट कस्तो छ? होलसेल रेटमा 50, 250, 350। तपाईँ शुभ नाम के अरे? मेरो नाम मिश्रीलाल चौधरी। एमएसए मत्स्य फार्म। ऊ आइराखेको हुन्छ, खाइराखेको। के पनि पकाएको र माछा किन्नुहोस् होइन, अनि पकाएको चार्ज दिनुहोस्, पेट भरेर खाएर जानुहोस्। किलोको हिसाबले खानुहुन्छ भने 600 रुपियाँ पर्छ, किनेर खानुहुन्छ भने 470 रुपियाँ। घोडा हजुरको 250, 300, 400 ग्रामको हाल्छन्। 3 महिनामा बेच्छन्। वर्षको 3 पटक 4 पटक बेच्छन् माछा। त्यस्तै किसिमको हामीले नर्सरी राखेको छौँ। नर्सरी यता आइहाल्यो माछा। झोलको लागि हो राम्रो। मात्रै आधा हो।